एउटा गाउँ, एउटा सुन्दर गाउँ, दार्जिलिङ नगरपालिका अन्तर्गत वार्ड नम्बर 18 भित्र पर्ने एउटा गाउँको कथा। दार्जिलिङमा ब्रिटिस शासनकालमा ब्रिटिसहरूले बजारमा भएभरका टोयलेटहरूको मलमूत्र र मैलाहरूलाई व्यवस्थित गर्नको निम्ति सहरदेखि केही मुनतिर जेलखानको नजिक निर्माण गरिएको ठुला सेप्टिक ट्याङ्कहरूमाथि बसेको एउटा सुन्दर गाउँको कथा हो यो। र यो कथा 1980 सुरु हुन जान्छ। र आउनुहोस् दर्शकवृन्द, यसै गाउँभित्र गएर नै हामी यस गाउँको कथा र इतिहास जानौँ र बुझौँ। नमस्ते मेरो प्रिय दर्शकवृन्द, म उर्गेन लामा आज फेरि धेरै लामो समय बाद तपाईहरु समक्ष एउटा सिङ्गो गाउँको कथा प्रस्तुत गर्न गइरहेको छु। आशा छ हजुरहरूले यस कथालाई अन्तैसम्म सुनिदिनु हुनेछ, साथै हेरिदिनुहुन्छ भनेर। र कथा हो 1970-80 को दशकदेखि सुरु भएर आज वर्तमान समयसम्मको एउटा गाउँको कथा हो। दार्जिलिङ सहरदेखि लगभग 1 किलोमिटर मुनतिर डिस्ट्रिक्ट जेल र सिस्टर निवेदिता ग्रामको बीचमा ब्रिटिसकालीन सेप्टिक ट्याङ्क अथवा धब्बु माथि बसेको गाउँको एउटा कथा हो। र जुन गाउँको नाउँ चाहिँ हो प्रगति ग्राम, दार्जिलिङ म्युनिसिपालिटी अन्तर्गत वार्ड नम्बर 18 मा पर्ने यो गाउँको कथा हो। र यो एउटा ऐतिहासिक ठाउँमा बसेको गाउँ हो, किनकि ब्रिटिस शासनकालमा ब्रिटिसहरूले यहाँ यस ठाउँमा चाहिँ ठुलो 2वटा सेप्टिक ट्याङ्कहरू अथवा ठुलो डब्बुहरू बनाएको थियो। जुन डब्बुहरूमा चाहिँ दार्जिलिङ बजारदेखि भएभरको मलमूत्रहरू मैलाहरू आएर चाहिँ यस सेप्टिक ट्याङ्कहरूमा थुप्रिने गर्दथ्यो। र एकदमै मैला र गनाउने ठाउँ। अर्को कुरो, झार जङ्गलले छोपिसकेको यो ठाउँ। दिउँसै जङ्गली जनावरहरू लाग्ने गर्थ्यो अरे, तर पछिल्लो समयमा आएर यस मलमूत्र र मैलाहरूले भरिभराउ ठाउँमा, झार जङ्गलले छोपिसकेको ठाउँमा यो प्रगति ग्राम भन्ने गाउँको विस्तार चाहिँ कसरी हुन गयो त? यो प्रगति ग्राम भन्ने गाउँ यहाँ कसरी बस्न गयो त? यसको पछाडि पनि एउटा रोचक कथा र इतिहास छ। र जुन कथा र इतिहास जान्नको लागि आज हामीसँग यसै गाउँ, यसै समाजका एक कर्मठ सदस्य गुरुआमा श्रीमती रूपा तामाङज्यू हुनुहुन्छ। र उहाँको परिचय भन्नुपर्दा उहाँ एक समाजसेवी पनि हुनुहुन्छ र यसै गाउँ, यसै समाजका उहाँ एक कार्यकारिणी सदस्यको रूपमा चाहिँ उहाँले यस समाजलाई सेवा दिँदै आइरहनु भएको छ। साथै यसै गाउँ स्थित प्राथमिक पाठशाला प्राइमेरी स्कुलका उहाँ भूतपूर्व शिक्षिका पनि हुनुहुन्छ। र आज उहाँ रिटायर हुनुभएको कति 1 वर्ष, र उहाँ रिटायर हुनुभएको पनि आज करिब 1 वर्ष भइसकेको रहेछ। र आज चाहिँ हामी यो गाउँको सम्पूर्ण जानकारीहरू र गाउँको सुरुवातदेखिको वर्तमान समयसम्मको हरेक कथाहरू, इतिहासहरू आज हामी तपाईहरुमाझ गुरुआमाद्वारा चाहिँ हामी जान्ने र बुझ्नेछौँ। र सर्वप्रथम गुरुआमालाई मेरो युट्युब च्यानलमा स्वागत गर्न चाहन्छु। धन्यवाद, नमस्कार। र गाउँकै कुरा गर्दाखेरि आजको एउटा विकसित गाउँ, यस गाउँमा धेरै विकासहरू भइसकेको छ, अझै भइरहेको छ। र भइरहँदा र यो गाउँको सुरुवाती दिनहरू चाहिँ कस्तो थियो है? र सुन्नुमा आएको थियो त्यस समय जतिखेर यो
गाउँ बस्नु अगाडि है त्यस समय तपाईँहरू र तपाईँहरूको आमा बाबाहरूले है यो गाउँ बसाल्नुमा चाहिँ बसाउँदाखेरि त्यति बेला धेरै दुःख कष्टहरू भोग्नु परेको थियो अरे है र यो गाउँ बसाउनुको लागि चाहिँ उहाँहरूले धेरै सङ्घर्षहरू गर्नु परेको थियो अरे है र त्यो दुःख कष्ट र त्यो सङ्घर्षहरू चाहिँ के कस्तो थियो? नमस्कार, म जुन आज प्रगति ग्राम जो अहिले प्रगति ग्राम चर्चितमा आएको छ, यो गाउँलाई चाहिँ कसरी विस्तार भयो त्यो चाहिँ म तपाईँलाई भन्न चाहन्छु। 1970, 71, 72 दशक उता चाहिँ जब यहाँ हाम्रो मेरो आमा स्वयं अनि हाम्रो कति परिवार, धेरै परिवार, दार्जिलिङका धेरै परिवारहरू हुनुहुन्छ जसले चाहिँ अब एउटा घर ठोक्नु भएको थियो दार्जिलिङमा, जुन खाली ठाउँमा अलिकति जमिन उयो गरेर घर बनाउँदाखेरि प्रशासन, त्यति बेलाको प्रशासनमा चाहिँ अब घर बनाउँदै पछि त्यो एउटा ठोक्दै पछि भत्काउने एउटा उयो थियो। त्यति बेला स्वयं हाम्रो पनि मेरो आमा आप्पाले बनाउनु भएको स्वयं त्यो घर पनि भत्किन गयो। त्यो हुँदा त हामी एकदमै घरविहीन भयौँ। हामी मात्रै होइन, हामी केही परिवार चाहिँ घरविहीन हुनाले चाहिँ अब के चाहिँ गर्ने, अब अहिले एउटा भएको सानो काठको घर पनि यसरी भत्काइदियो, अब के गर्नुपर्ने त भन्दाखेरि चाहिँ अब सबैजना आफ्नो घरविहीन होमलेसहरू चाहिँ सब एकजुट भएर हाम्रो स्वर्गीय आदरणीय देवप्रकाश राई ज्यूकोमा मेरो आमा स्वयं कति होमलेस सबै अब जानु भएर उहाँहरूलाई उहाँबाट एउटा सहयोग माग्दाखेरि चाहिँ उहाँहरूले एउटा दिशानिर्देश गर्नुभयो के गर्नुपर्ने, सरकारसित नै उहाँलाई अब लड्नु पर्यो भन्दाखेरि चाहिँ मेरो आमा स्वयं यो कति 32 घर, यहाँ 32 घर छ जो चाहिँ सरकारले हात काटेर दिएको, उहाँ परिवारहरू चाहिँ रात दिन पनि नभनिकन उनीहरू घाम पानी नभनिकन भोकै बिचराहरू भोक हडताल बस्यो। त्यति बेला चाहिँ म एउटा विद्यार्थी रूपमा जो बोर्डिङ जो भनिन्छ अहिले नेपाली गर्ल्स हाई स्कुल त्यहाँ पढ्दै थिएँ होइन, क्लास 9मा थिएँ म। अब त्यति बेला त्यस्तो म पनि अब एउटा त्यति ज्ञान थिएन, अहिले बुझ्दै लाँदा मेरो आमा आप्पाको सङ्घर्ष मैले मेरो आँखाले देखेको। मेरो आमा बिचरा बिहान चिया खाएर निस्केपछि कता जानुपर्ने सम्बन्धी विवाहहरूमा उनीहरू एकजुट भएर जान्थ्यो, कति कुरा सुन्दैन थियो। पछि साह्रै भएपछि चाहिँ गीताङ्गे डाँडा जहाँ चाहिँ पहिला भाषण हुन्थ्यो त्यहाँ बसेर उनीहरू कति दिन भोक हडताल बस्यो। भोक बस्दा लास्ट अन्तमा के भयो, यो 79-80 को छेउछाउमा चाहिँ के भयो, हाम्रो स्वर्गीय मदन तामाङज्यूले पनि हामीलाई हाम्रो आमाहरूलाई दिशानिर्देश दिनुभयो। अब तिमीहरूले यस्तो गर उस्तो गर भनेर उहाँको सहयोग, श्री स्वर्गीय देवप्रकाश राईको सहयोग, स्वर्गीय हाम्रो मदन तामाङको सहयोगद्वारा मेरो आमाहरू अनि हाम्रो कति बुजुर्ग धेरै घरविहीन मानिसहरू गएर चाहिँ अब जहाँ जानुपर्ने सम्बन्धी विभागमा जाँदा अनि उनीहरू सम्बन्धी विभाग र म्युनिसिपालिटीबाट चाहिँ यो लड्दा चाहिँ उनीहरूले म्युनिसिपालिटीबाट चाहिँ एउटा यो एरिया जो स्लम एरिया जसमा कि अब यो जग्गा चाहिँ यस्तो थियो अरे भनिन्छ। मेरो आमाले मेरो आप्पाले भन्नुहुन्छ कि अब यहाँ चाहिँ अब एकदमै अब बस्ने उयो चाहिँ थिएन योग्यको, अब माथिबाटको मलमूत्र सबै झार जङ्गल बाटो पनि हिँड्ने गाडी हिँड्ने त कुरै छैन, त्यति बेलाको समय थियो। अन्त त्यसमा उहाँ म्युनिसिपालिटी र यता सम्बन्धित विभाग चाहिँ मिलेर दिँदा चाहिँ कतिजनाले नमान्दा चाहिँ लु हर्सिङमा भन्दाखेरि चाहिँ हर्सिङमा पनि टाढो भयो भनेर कति हाम्रो दलहरूले नमान्दा बिचमा चाहिँ लौन त अब यो यसमै अब म्युनिसिपालिटी यो एरियामै 2-3 घर ठोकिहालेको थियो, त्यो कारण उपाय रहेन त यहीँ विस्तार भएर चाहिँ हामी 80-81 चाहिँ यो गाउँलाई चाहिँ फुल अब एउटा सम्पूर्ण रूपले अब 1 घर 2 घर 3 घर त पहिल्यै थियो, त्यहाँदेखि बिस्तारै गर्दै यहीँ बसोबासो गर्दै अब हामीलाई पनि कर लाग्यो। सरकारले फुल प्लेजरमा हामीलाई यो दिनुभएको जमिनमा चाहिँ हामीले पनि काठको घर सानो एउटा बनाएर बसेर चाहिँ यसरी चाहिँ यसको सुरुवात हुन गएको हो। त्यस समयमा चाहिँ जतिखेर जुन परिवारहरू थियो एउटा विस्थापित कहाँ के कसो भएर अब विस्थापित भएको अब परिवारहरू थियो त्यस समयमा है, र उहाँहरूले चाहिँ अब त्यसरी लड्दै जाँदा चाहिँ बादमा चाहिँ के यो म्युनिसिपालिटीले चाहिँ उहाँहरूलाई चाहिँ यो
जुन यो त्यति बेला त्यो त अब स्लम हजुर हजुर एकदमै हजुर ठाउँ थियो एकदमै अब सब जङ्गल मैला बगिरहेको पहिला त तपाईँहरूलाई यहाँ दियो होइन यहाँ कतिजनाले अब ठोकिहाल्यो हजुर ठोक्यो त्यहाँबाट अन्य जो चाहिँ यहाँ बस्नु मान्नु भएन कतिजना नमान्दा चाहिँ हर्सिङ भयो ए हर्सिङ पनि टाढो भयो सायद मेरो ख्यालमा हर्सिङमा पनि कति जग्गा 2-3 घर त हुनसक्छ मेरो पनि छ है ख्यालमा हुनसक्छ हर्सिङमा पनि तर अब हाम्रो चाहिँ अब अलिकति फिजिकली आमाहरू अलिकति बुढाबुढी भएर नसक्ने हुनाले चाहिँ अब 2-3 घर यहीँ ठोकिहाल्यो त्यही कारण यहाँ हामीलाई पनि यहीँ ठोक्न कर लाग्यो त्यहाँबाट चाहिँ अरू सबै परिवार अरू कतिजना चाहिँ कति जग्गामा छरिएको छ तर हाम्रो 32 घर चाहिँ यहाँ चाहिँ बसेको छ ए सरकारले चाहिँ तपाईँको म्युनिसिपालिटीले अथवा दार्जिलिङ एडमिनिस्ट्रेटिभ र दार्जिलिङ म्युनिसिपालिटी मिलेर चाहिँ तपाईँहरूलाई यहाँनिर 36वटा परिवारलाई चाहिँ या 36वटा प्लट दियो 32वटा प्लट दियो यो जुन सेप्टिक ट्याङ्क छ सेप्टिक ट्याङ्कदेखिको चाहिँ माथि यो भिक्टोरिया रोड जुन छ त्यो रोडदेखिको चाहिँ मैले त्यो प्रकारले सरकारले चाहिँ अब तपाईँलाई सेटलमेन्ट गराइदियो भनौँ है त्यति बेला के त्यो 32 परिवारले यहाँ घर बनाएर बस्यो कुन सालदेखिको चाहिँ जस्तो 80मा पास भयो उहाँहरूले एउटा सेटलमेन्ट एउटा लिखित कागजपत्र बनाइदिनु भयो 80 सालमा त्यसपश्चात चाहिँ अब जुन परिवारहरू थियो 32 परिवारहरू उहाँहरू चाहिँ कति वर्षसम्म चाहिँ कुन सालसम्म चाहिँ यहाँ सेटल भइसकेको भएको थियो 80देखिको नै घर बनाएर बस्नु थाले हजुर 81 त्यो 80देखि उता 80सम्म चाहिँ मलाई थाहा भएन तर अब मेरो आमा आप्पाको जानकारी अनुसारले चाहिँ यहाँ हाम्रो चाहिँ 80 र 81 को बीचमा चाहिँ हामीले यहाँ ठोकेको त्यो परिवारहरू सबैले त मलाई थाहा भएन तर भन्दा पनि धेर जस्तोले चाहिँ यहाँ ठोकेर बसिसकेको थियो 32 जनामा पछि चाहिँ कस्तो प्रकारले चाहिँ गाउँ बढ्दै गयो बाटो चाहिँ अनि एउटा कुरा भन्नु बिर्सेछु भाइलाई हाम्रो 80-81 देखि जब यो म्युनिसिपालिटीले हात काटेर दिएपछि चाहिँ हाम्रो यहाँ उयो ठोके गरेपछि चाहिँ हामीले म्युनिसिपालिटीलाई तिर्नुपर्ने उयोहरू जुन होल्डिङ नम्बर करहरू जमिनको उयोहरू चाहिँ 81, 82, 83, 84 गर्दै यसरी तिर्दै आएको छ त्यो 32 घरको भाडा अनि जुन अहिले यो यत्रो ठुलो विकसित गाउँ चाहिँ कसरी भयो भने 86 को आन्दोलन जब भयो त्यहाँदेखि 86 को आन्दोलन सुरुवात भएपछि त्यहाँबाट कति त्यसको अन्त भइसकेपछि कति बिचराहरू भिक्टिमाइज भएकोहरू पनि बिस्तारै बिस्तारै यतै आउँदै सेटल गरेर बसेकोहरू पनि छ तपाईहरुलाई चाहिँ यहाँनिर अब मतलब अब सरकारले तपाईहरुलाई यहाँनिर सेटल गरिदिएपछि चाहिँ के तपाईहरुलाई यो लिजमा दिएको हो कि हजुर कति वर्षको लिजमा हाम्रो त्यति बेला चाहिँ 5 वर्षको लिज 5 वर्षको लिज गर्दै जमिन त्यति बेला त हामीले अब पहिला चाहिँ हामीले 9 रुपैयाँ त्यसपछि बढाएर 12 रुपैयाँ वर्षको तर अहिले बढेर चाहिँ अलिकति अहिलेको हेरेर चाहिँ अलिकति बढाइदिनु भएको छ 5 वर्षको लिज हुँदै जान्छ तपाईहरुको 32 परिवारलाई त एकदम गभर्नमेन्टले एउटा लिखित रूपमा है कागज पत्रहरू सँगै घरको पट्टाहरू है कागज पत्रहरू सँगै तपाईहरुलाई यहाँनिर सेटल गराइदियो है र त्यस्तो प्रकारले बादमा अब जुन प्रकारले यहाँनिर है एउटा गाउँ बढ्दै गयो गाउँ बढ्दै गएपछि चाहिँ एउटा समाजको त जरुरत खाँचो पर्छ नि त अवश्य समाजको खाँचो पर्छ यो जुन प्रगति ग्राम भन्ने एउटा आज गोदावरी सङ्घ समाज है यो समाज चाहिँ त्यति बेलै स्थापित हुन गयो कि यो बातको कुरो हो समाज स्थापित भएको चाहिँ होइन हामी आएको 90 सालमा यहाँ तर त्यसको अगाडिदेखि नै यहाँ समाज थियो सानो समाज गाउँ पनि सानो बिचरा हाम्रो स्वर्गीय बिबी तामाङ स्वर्गीय हेमकुमार राईहरू हुनुहुन्थ्यो उहाँहरूले नै अब जानी नजानी समाज चाहिँ चलाउनु हुँदै थियो रहेछ है त्यसपछि बादमा चाहिँ जब हामी आएपछि चाहिँ फेरि यसमा चाहिँ अलिकति समाजमा परिवर्तन ल्याउनु समाजको लागि के गर्नुपर्ने कसो गर्नुपर्ने हामी सबै एकजुट भएर पुराउनु श्री स्वर्गीय चित्रबहादुर सार्की हुनुहुन्छ अब कतिजना मिलेर चाहिँ अब फेरि समाजलाई चाहिँ कस्तो प्रकारले उयो गर्नुपर्ने त्यो चाहिँ हामी धेरैजना छौँ त्यति बेला त निकै बसिसकेको गाउँ थियो त्यति बेला फेरि समाजलाई नयाँ एउटा उयो गऱ्यौँ त्यसो गर्दा पछि अब यो विस्तार हुँदै गयो पछि फेरि हाम्रो बुजुर्गहरूले चाहिँ एउटा यो समाजमा चाहिँ एउटा स्कुल हुनु जरुरी छ जो चाहिँ एउटा अवहेलना गरेको
पब्लिकले नाक खुम्चाउने यो गाउँलाई चाहिँ एउटा हामीलाई यो स्लम एरियामा कहाँबाट आउने नानीहरू पनि बस्थ्यो होइन। यहाँ एउटा स्कुल जरुरी छ भन्दाखेरि चाहिँ एउटा सानो एउटा प्राथमिक पाठशालाको लागि हामीले जोडतोड गऱ्यौँ, लेखापढी गरेर गर्दा हाम्रो श्री त्यति बेलाको पार्षद हुनुहुन्थ्यो श्री केबी गुरुङ ज्यूलाई एउटा मेमोरेन्डम उयो गऱ्यौँ है। उहाँले त्यो मेमोरेन्डम स्वीकार गरेर यो जुन स्कुललाई चाहिँ स्थापित गर्नु उहाँको पनि ठुलो, अनि सबभन्दा ठुलो चाहिँ हाम्रै समाजको बुजुर्गहरू हुनुहुन्छ जो अहिले हुनुहुन्न उहाँले को, अनि हाम्रो परिश्रमले गर्दा चाहिँ यो स्कुल पनि स्थापित हुन गयो। साथसाथै अब स्कुलको साथसाथै हाम्रो समाज भवन होइन, समाज भवन अहिले सबैले हाम्रो समाजलाई चाहिँ गुणगान गर्छ हेर्छ है। त्यसमा पनि ठुलो अब त्यसमा नै अब त्यो चाहिँ के हो भने हाम्रो समाज कम स्कुल छ, स्कुलमाथि समाज छ, त्यसमा चाहिँ हाम्रो गाउँको पनि ठुलो हात छ, हाम्रो गाउँवासीहरूको ठुलो हात। हामी एकजुट भएर चाहिँ हाम्रो गाउँले आफ्नो जति सक्छ आफूले गोजीबाट एउटा डोनेसन जस्तो निकालेर, कतिले सक्नेले 500 600 1000 यसो निकालेर त्यो जुन दिएको त्यो उसमा चाहिँ रकम थियो त्यसमा अलिकति थपथाप गरेर एउटा निर्माण गऱ्यौँ। त्यसको निर्माण गर्दाखेरि चाहिँ श्री हाम्रो प्रणय राई भाइ उहाँले बहुत माथिको जुन हाम्रो जुन अहिले ट्रस्ट लगाएको छौँ त्यो चाहिँ उहाँको देन हो। हजुर, बादमा अब त्यस्तै प्रकारले गाउँमा विकासहरू पनि हुँदै गयो है। बहुत स्कुल एउटा स्कुल एउटा प्राथमिक पाठशाला आउनु भनेको मामुली कुरो होइन नि त है। किनकि अब गभर्मेन्टले त्यतिकै दिँदैन नि त है। र अब यो चाहिँ एउटा गाउँको एउटा ठुलो उपलब्धि हो भनौँ, ठुलो भाग्य पनि भनौँ हामीले। एउटा उदाहरण रूपमा पनि यो यस्तो गाउँमा एउटा सरकारले कुछ त गरिदियो। यो चाहिँ कुन सालको कुरो हो जुन स्कुल यहाँनिर स्थापना भयो स्कुलको? मेरो ख्यालमा झन्डै यस्तै 95 भरि 94 एस्टाब्लिस चाहिँ त्यति बेलाको स्कुलको चाहिँ धेरै अगाडि रहेछ। तर स्कुल चाहिँ हराइसकेर पछि त्यसको फेरि उयो खोज्दा चाहिँ पाएर चाहिँ यो इस्टाब्लिस भयो। 94मा चाहिँ कम्प्लिटली इस्टाब्लिस भयो स्कुल है। त्यहाँबाट स्कुल चालु पनि भयो है। र तपाईँहरूको यो गाउँ बसेकोदेखिको यता एउटा बादमा गएर एउटा गोदावरी सङ्घ समाज भनेर गठन गरियो है। र यो गाउँको नाम चाहिँ प्रगतिग्राम भनेर चाहिँ कस्तो प्रकारले चाहिँ यसको नामकरण भयो गाउँ बसिसकेपछि चाहिँ? यसमा चाहिँ मलाई अलिकति ज्ञात भएन। हामी आउँदा चाहिँ प्रगतिग्रामै थियो। तपाईँहरू चाहिँ मतलब अब अन्य परिवारहरू आएर यहाँनिर घरसर बनाएर बस्नु थाल्यो है। र तपाईँहरू त अन्य ठाउँ बस्नुहुन्थ्यो नि त। हामी चाहिँ माथि डिआइबी क्वार्टरमा। बादमा चाहिँ तपाईँहरू चाहिँ अब जग्गा त तपाईँहरूको यहाँ छ। हजुर, त्यो समयमा तपाईँले घर बनाउनु भएको थियो? घर बनाउनु भएको थिएन होला त्यति बेला? अगाडि नै थियो, घर चाहिँ ठोकिसकेको थियो। तर हामी चाहिँ अब क्वार्टरमै बस्नाले चाहिँ हाम्रो यहाँ चाहिँ मान्छेहरू बस्नु भएको थियो रहेछ, आमा आपा दिनु भएको। त्यति बेलासम्म चाहिँ धेरै गाउँ बसिसकेको थियो, मान्छेहरू आएर बसिसकेको थियो। अहिले जुन त्यो 32 परिवारहरू थियो है, अहिले ती 32 परिवारहरूमा अहिले सबै यो गाउँमै हुनुहुन्छ? 32 परिवार? 32 परिवारमा हामी 10-15 घर छ होला मेरो सोच्दा। अरू त हुनुहुन्न, कसैले सायद बिच बिखान गर्नुभयो कि न, कसैले आफन्तहरूमा आएर बसेको छ कि, त्यो चाहिँ त्यति मलाई ज्ञान भयो। त्यस समयको जो चाहिँ अब एउटा फाइट गरेर सङ्घर्ष गरेर चाहिँ उहाँहरूले यहाँनिर एउटा जमिन पाउनु भएको थियो। अहिले अब उहाँ अहिले त अब धेरै बुढाबुढीहरू उहाँहरू हुनुहुन्छ भने पनि धेरै बुढो होइन भइसक्नु भयो। प्राय त उहाँहरू सर्ववास हुनुभयो। हजुर, बितिसक्नु भनेपछि अब त्यो टाइममा तपाईँहरू त एउटा स्कुलले पढ्ने भनेपछि आज तपाईँहरू रिटायर हुनुभयो। अब रिटायर भइसक्यो। र त्यो समयमा जतिखेर तपाईँहरू आएर यहाँनिर बस्नु भयो त्यति बेला चाहिँ अब यस्तो मैला ठाउँमा है, र त्यति बेला चाहिँ के यो सेप्टिक ट्याङ्क त्यति बेला त चालु नै थियो होला नि त होइन? हजुर, बन्द भयो, यो भत्किसकेको थियो सेप्टिक ट्याङ्क चाहिँ? सेप्टिक ट्याङ्क त यो मुनि जुन ढप्पु भनिन्छ अहिले जो गणेश पार्कको यो निर्वाचित छ त्यो त्यहाँ चाहिँ त्यति साह्रो पहिला अब भनिन्थ्यो। मेरो आपाहरू
ले भन्नुहुन्थ्यो त्यो ढकुमा चाहिँ उहिले ब्रिटिस कालमा चाहिँ त्यो क्या मलमूत्रहरू चाहिँ त्यहाँ राखेर चाहिँ के बनाउँथ्यो भन्छ मलहरू बनाएर चाहिँ झेलको उसमा चाहिँ जान्थे अरे त्यति बेलासम्म हामी त अब सानै नानीहरू त्यो मेरो आप्पाले भन्नुहुन्थ्यो यहाँ राख्थ्यो पहिला भनेर चाहिँ जब हामी बसेर मेरो आप्पाले देखाउनु भएको यहाँ त्यति बेला हामी आउँदा चाहिँ त्यहाँ चाहिँ एकदमै केही थिएन एकदमै सफा फिलहाल चाहिँ एकदमै राम्रो भएर जसमा कि गन्धमन्द केही नभइकन त्यहाँ बनाएर लगेको छ तर आउनु चाहिँ सबै आउँछ तर अब त्यसलाई बाटो आउँदै अब यहाँनिर नपुगिकन पनि त्यसलाई कता कता व्यवस्थित गरेको छ भन्ने कुरोहरू पनि हजुर त्यसलाई आउँदैछ भित्र पस्नु अगाडि नै त्यसलाई चाहिँ व्यवस्थित बनाएर चाहिँ कुन उयसमा जाँदैछ उनीहरू जाँदै त्यो जुन बजारबाट आउने त्यो जुन मलमूत्रहरू चाहिँ आउँदैछ तर त्यो चाहिँ सठिक ठाउँमा चाहिँ उसले चाहिँ बारेर जसमा दुर्गन्ध चाहिँ नआओस् भनेर चाहिँ गरेको छ अहिले चाहिँ त्यो मैलाहरू चाहिँ अब यहाँतिर आउँदैन मेरो जुन सेप्टिक ट्याङ्क छ त्यो सेप्टिक ट्याङ्कभित्र चाहिँ पस्दैन होइन सेप्टिक ट्याङ्क अब धेरै सफा भइसकेको छ होइन अब त्यही वरिपरि अब जति पनि यहाँ कन्स्ट्रक्सनहरू भयो कन्स्ट्रक्सनहरू गरेको त्यो अब जुन माटोहरू हुन्छ ढुङ्गा माटोहरू चाहिँ अब वेस्टेज जुन हुन्छ घर बनाउँदाखेरि ढुङ्गा माटो विशेष होइन इँटाको टुक्राहरू त्यस्तोहरू हालेर चाहिँ अब गाउँलेहरूले नै त्यसलाई चाहिँ एउटा त्यो भित्र त्यो ढबुलाई चाहिँ पुरेर चाहिँ त्यसलाई अहिले एउटा राम्रो एउटा बेस बनायो त्यसलाई र पहिला पहिला अब तपाईँहरू फर्स्ट यहाँनिर आउँदाखेरि त कतिको चाहिँ मैला कतिको गनाउँथ्यो त्यो गन्धहरू त्यस्तो आउँथ्यो फर्स्टमा होइन त्यस्तो चाहिँ आउँदैन त्यो बगी नै अब हाम्रो चाहिँ अलिक माथि पर्नाले चाहिँ म त त्यस्तो चाहिँ उयो भएन है देखिन त्यस्तो उयोहरू बेला बेलामा चाहिँ अब त्यो क्या उयोहरू भएर चाहिँ दुर्गन्धहरू चाहिँ फैलिन्थ्यो त्यो दुर्गन्धको लागि पनि बहुत लेखापढी गऱ्यौँ बहुत म्युनिसिपलमा क्वालिटीमा गएर सबै त्यो अबबाट मान्छे बसिसकेपछि त त्यो एउटा उपाय त गर्नु पर्यो नि त केही हुँदा ब्लक हुँदा के हुँदा चाहिँ त्यस्तो हुन्थ्यो भनेपछि अब यहाँको जति जनता थियो है यो जनताहरूको एउटा स्वास्थ्यको ख्याल राख्दै भयो म्युनिसिपालिटीले चाहिँ अब त्यति है यसलाई एउटा व्यवस्थित गर्ने होइन महिलाहरूलाई उनीहरू एउटा अन्य ठाउँतिरबाट घुमाएर हुन्छ कि कस्तो प्रकारले हुन्छ चाहिँ एउटा व्यवस्थित चाहिँ गरिदिनु हजुर म्युनिसिपालिटीको त्यो चाहिँ एकदम हामी आभारी छौँ होइन बहुतै गरिदिनु भएको छ किनभने एउटा स्लम एरियालाई यत्रो बनाउनु हाम्रो म्युनिसिपालिटीको पनि एउटा विभागको पनि बहुत ठुलो हात छ यसमा किनभने एउटा यस्तो स्लम एरियालाई पनि मध्यनजर राख्दै हो अनहाइजिनिक हो यसलाई भनेर म्युनिसिपालिटीको त्यति बेलाको जो चाहिँ समयमा हुनुहुन्थ्यो उहाँदेखिको अहिलेसम्म पनि बहुतै हामीलाई म्युनिसिपालिटीले सहायता गरि नै राखेको छ अहिले चाहिँ धेरै नै सहयोग गरेको छ त्यतिखेरको अब एउटा गाउँ है विस्तार भयो है र त्यो समय र अहिलेको आज एउटा वर्तमान समयमा भनौँ न है अब धेरै नै अन्तर छ धेरै परिवर्तनहरू आए त्यसमा है गाउँ बसेको देखिको यता अब त्यति बेलाको अब त्यस्तो एउटा गनाउने ठाउँमा एउटा झार जङ्गल त्यहाँनिर अब दिउँसै जङ्गली जनावरहरू लाग्छ भन्ने गर्थ्यो है एउटा त्यस्तो ठाउँमा है जुन प्रकारले एउटा गाउँ बसेको छ गाउँको सुरुवात भयो त्यही गाउँ आज चाहिँ अब एउटा उदाहरण बन्न गएको छ मोडल भिलेज भन्दा अब कुनै अतिथि नहोला किनकि अब यो गाउँमा धेरै विकासहरू भएको छ अझ हामी अन्य गाउँहरू हेर्छौँ त्यो गाउँहरू दशकौँदेखि जस्तो थियो अहिले पनि अब त्यस्तै नै देखिरहेको छौँ तर आज यो वार्ड नम्बर 18मा पर्ने जुन यो हाम्रो प्रगति जाँच छ है एउटा छोटो समयमा नै यतिको एउटा परिवर्तन हुँदाखेरि चाहिँ तपाईँलाई के कस्तो लाग्छ हाम्रो गाउँ चाहिँ एउटा मिसाल भएर गयो गर्वित कुरा हो अब उहिलेको पहिलाको अवस्था र अहिलेको अवस्थामा बहुत अन्तर छ उहिले पनि अब सकि नसके भए पनि पहिलाको मानिसहरूले पनि बहुत सङ्घर्ष गर्दै ल्यायो सकि नसकी जानी नजानी भए पनि तर अहिलेको जुन अब त्यति बेला पनि हामीले बहुत सहायता पायौँ पहिलाको पार्षदहरूबाट पनि पुरा पायौँ हाम्रो जुन अहिलेको वार्ड नम्बर 18 काउन्सिलर चाहिँ गणेश सार्की हुनुहुन्छ जो नानी अब म त नानी छोराई भन्छु उहाँको अन्तरालमा चाहिँ बहुतै
डेभलप भएर गयो, विकास भएर गयो। आज हाम्रो सडक यति डरलाग्दो थियो कि अब बाटोघाटोको कुरा गरौँ, अहिले हाम्रो सडकमा टाइल्सहरू, गर्वित हामी पनि गर्वित भइरहेको छौँ कि आज कस्तो गाउँ चाहिँ कस्तो भएर गयो है। बहुत यसमा चाहिँ हामी जनता हाम्रो सबै वार्ड नम्बर 18 नै सबैले यो विकसित भएको उसमा चाहिँ हामी एकदमै खुसी छौँ, हामी एकदमै धन्यवादी छौँ। अन्त यो सब त अब एउटा हाम्रो पार्षद नानीले गर्दा नै भएर गएको छ। अहिले हाम्रो समाजमा लगभग 160 जस्तो लाग्यो मलाई, 160। हजुर हजुर। यो प्रगति ग्राम त एउटा ठुलो गाउँ हो नि त, 160वटा परिवारले चाहिँ एउटा समाज बनिनु भनेको एउटा ठुलो कुरो हो, एउटा विकासको कुरो हो। र यो गाउँमा पनि अब 80को दशकदेखिको यता गाउँ बस्यो है, त्यहाँदेखिको यता पनि समाजको सदस्यहरूको एउटा अथक परिश्रम, विभिन्न विकासहरू गाउँमा भित्रनको लागि। र त्यहाँदेखिको यता अब बिचमा अन्य जति पार्षदहरू आए, जति कमिसनरहरू आए, जति नेतृत्वहरू आए, उहाँहरू आउँदै पछि यो गाउँमा चाहिँ कुछ न कुछ एउटा योगदान दिएर चाहिँ उहाँहरू पनि जानु पर्यो है। यो पछिल्लो समयमा आइपुग्दाखेरि यो गाउँ एउटा विकसित गाउँ भएछ, किनकि अब यहाँनिर तपाईँको अब विकासहरू होइन, बाटोघाटो, पानी होइन, पानीको धाराहरू एकदमै अब त्यो धाराहरू छ हाम्रो होइन। आज हरेक गाउँ बिच जति पनि हाम्रो फुटपाथहरू छ है, त्यो हरेक गाउँको कुना काप्चामा एउटा टाइल्स जडित फुटपाथहरू भयो है। गाउँको अन्धकार कुना काप्चा अन्धकार ठाउँहरूमा पनि आज बिजुली बत्तीहरू है, र गाउँभरि अब CCTV क्यामेराहरू, गाउँमा बुढाबुढीहरूलाई एउटा टोलाउनुको लागि, एउटा घुम्नुको लागि, एउटा बस्नुको लागि एउटा पार्क, गणेश पार्क भनेर नामकरण भएको छ। जुन पार्क चाहिँ तपाईँको ढकुमाथि नै निर्माण गरिएको छ है। र त्यो प्रकारको त्यसमा बुढाबुढीहरूको लागि बस्ने बेन्च, रेस्ट गर्नुको लागि होइन, अर्को नानीहरूलाई खेल्नुको लागि फन पार्कहरू जस्तो यो पारिपट्टि टङ्गी भ्यूमा जुन प्रकारले एउटा पार्क ह्यान्ड स्ट्याच्यु बनाएर त्यहाँनिर पार्क निर्माण गरिएको छ होइन। केटीकेटीहरूको लागि स्विमिङ पुल होइन, यस्तो गाउँमा धेरै विकास भएको छ नि त। र यो पछिल्लो समयको जुन यो गाउँमा जति पनि भएको विकासहरू छ, यसको श्रेय चाहिँ कसलाई दिनु चाहनु? यसको श्रेय त म त पहिल्यै मैले भनिहालेँ, त यसको श्रेय जान्छ हाम्रो नानी श्री गणेश सार्कीज्यूलाई जान्छ। किनभने उहाँले बहुत उहाँको अर्थक परिश्रमले बिचरा कहाँबाट उयो ल्यायो होइन, फन्ड ल्याएर हुन्छ, कसरी हुन्छ, के हुन्छ, उहाँले को अर्थक परिश्रम र उहाँको एउटा गाउँप्रति आफ्नो वार्डप्रतिको मायाले चाहिँ आज यहाँसम्म पुग्नु गयो हो नि। हाम्रो अब हेर्नुहोस् यो जुन डब्बु अहिले पहिला डब्बु भन्थ्यो, अहिले गणेश पार्क भन्नाले सबले गणेश पार्क, अहिले त्यो जुन बनाएको छ त्यो हातको त्यो जुन उहाँले बनाउनु भएको छ स्ट्याच्युहरू, त्यो केहरू त्यहाँ अहिले पर्यटकहरू पनि यहाँ माथि आउनेहरू घुमेर आएर पर्यटकहरूले पनि त्यहाँ बसेर उनीहरूले आफ्नो एउटा सेल्फीहरू लिन्छ हो। अन्त यति राम्रो म चाहिँ उहाँलाई नै श्रेय चाहिँ म गणेश सार्कीलाई दिन्छु। त्यसै आउँदैन नि त, उहाँले पनि त कुछ परिश्रम गरेर बिचरा गएर कता कटेर कता गएर हुन्छ गरेको। यो अहिले यस्तो उमेरमा यस्तो उहाँले गर्नुभएको छ। अब आशा गर्छु पछिसम्म त उहाँले बहुत गर्छ होला भन्ने जस्तो मलाई लाग्छ। मलाई मात्रै होइन, हामी सम्पूर्ण गाउँवासी चाहिँ उहाँप्रति चाहिँ एकदमै प्राउड फिल गर्छौँ। उहाँले चाहिँ आफ्नो वार्डभरि चाहिँ सबै जनतालाई चाहिँ एउटा खुसी एकजुट बनाउनु राख्नु। अर्को कुरो अब यो प्रकारको एउटा डेभलपमेन्टहरू मात्रै नभएर चाहिँ उहाँले चाहिँ आफ्नो एउटा गाउँ ठाउँको होइन मानिसहरूको लागि चाहिँ होइन जो चाहिँ सरकारी सहुलियतहरूको लागि हकदार छ होइन, सरकारी सहुलियतहरू पनि उहाँले गाउँमा चाहिँ अब धेरैवटा स्किमहरू ल्याएर दिनु भइरहेको छ। र भोलिको दिनमा अब जुन अहिले हाम्रो नगर पार्षद गणेश सार्कीज्यू है, सधैँभरि उहाँ यही उसमा त रहिरहनु भएको छैन।
अहिले जति पनि यहाँनिर गाउँको विकासहरू भइरहेको छ उहाँकै एउटा अगुवाईमा नै भइरहेको छ नि त है। भोलिको दिनमा उहाँ नगर पार्षद नरहनु सक्ला, उहाँको ठाउँमा अर्कै पार्षदहरू आउला है। त्यति बेला के त्यो पार्षदहरूले पनि उहाँले जस्तो प्रकारले आज गाउँ समाजको लागि एउटा योगदान दिनुभयो, आफ्नो गाउँ घर सम्झेर उहाँहरूले जुन प्रकारको योगदानहरू दिनुभयो, गाउँमा जुन प्रकारको विकासहरू गरिदिनुभयो गाउँ समाजको लागि, त्यति बेला पनि त्यो पार्षदहरूले त्यही प्रकारको योगदान दिनुहुन्छ होला प्रश्न आयो है। तर यस्तो नि भाइ, अब हुनु त मलाई लाग्छ हाम्रो गणेश नानी जस्तो त हामीले पाउनु मुस्किल छ, मुस्किलै छ, एकदमै मुस्किल छ। तर जो अब आउँदैछ, हामी त अब उहाँ नै होस् भन्छौँ, तर अब उहाँको अवधि अनुसारले अलिकति उही पर्ला, अब कुन चाहिँ के आउला है। तर के जस्तो लाग्छ भने हामी वार्ड नम्बर 18 चाहिँ जसरी एकजुट भएका छौँ, अब समाज पहिला 18 भन्दा पनि हामी समाज एकजुट भएर चाहिँ जुन आउने पार्षद छ, भावी पार्षद छ, उहाँलाई चाहिँ अब उहाँले त हेर्नु पर्यो नि त। मेरो अगाडिको पार्षद गणेशले चाहिँ कस्तो प्रकारले गाउँ विकसित प्रगति पर्टिकुलर हाम्रो उसको गाउँ मात्र होइन, उसले त आज यतिसम्म उसको उयो वार्ड पर्दैन, चानबारीसम्म उसले बिचरा बस्ने चौतारादेखिको लिएर उसले कस्तो कस्तो काम गरेको छ जो चाहिँ उसको वार्ड पर्दैन। अब त्यस्तो गरिरहेको छ त आउने भावी पार्षदले पनि सायद विदिन त्यही भित्रैकैहरू त आउला, तर उसले पनि हेर्नुपर्छ कि हाम्रो विगत पार्षदले चाहिँ के काम गरेको। किनकि एउटा म्युनिसिपलिटीको एउटा पार्षदले पनि अब यतिको डेभलप गर्नु सक्दो रहेछ भन्ने कुरो चाहिँ आज गाउँवासीहरूलाई होइन, आज जसले यो गाउँमा एउटा डेभलप भएको देखे उहाँहरूलाई त थाहा भयो नि त होइन। र यो चाहिँ एउटा भोलिको दिनमा अर्कै कमिसनर आयो, उहाँले त अब राजले पनि अघिल्लो कमिसनरले यो गाउँमा के विकासहरू गरेको थिएँ, मैले अब सकि नसके भए पनि मैले उसले भन्दा त राम्रै गर्नुपर्छ भनेर सोच पनि राख्नुपर्छ। हुन्छ गुरुआमालाई पनि तपाईँले पनि आयो यो गाउँको इतिहासबारे है, गाउँको सुरुवातदेखि नै गाउँ बसाउनुमा त्यति बेलाको समयमा तपाईँहरूको आमा बाबाहरू भएको बाजे बोजूहरूले के कस्तो प्रकारको सङ्घर्ष गर्नुभयो है, एकदमै अब रोचक कथाहरू चाहिँ यो है। त्यसको लागि अब तपाईँहरूले धेरै जानकारी दिनुभयो है, त्यसको लागि तपाईँको